साथीहरु नमस्ते सबैजनालाई वेलकम टु माई न्यू भिडियो। आज चाहिँ एकदम हतारको भ्लग आउँदैछ। हतार घरमा पनि भ्लग स्टार्ट गर्नु नपाइकन यहाँ बाटोमा गर्दैछु नि। साथीहरु पिकनिक जाँदैछौँ। पछाडि दिदीहरु हुनुहुन्छ। अब चाहिँ हामी जाँदैछौँ। तपाईहरुलाई पुगेपछि देखाउँछु मैलेको लागि। अब चाहिँ हामी लगभग पुग्न नै लाग्यौँ। तर हामी जाँदै हुनुहुन्छ भाइहरु त हामीले ट्याक्सीमा। अब चाहिँ हामी आइपुग्यौँ साथीहरु। हामी चाहिँ यहाँ पिकनिक स्पोट आएको तर फेल भयौँ है दाइ। हामी ढिलो आयौँ, प्याक भइसकेछ यहाँ। अब हामी यता बस्ने प्लानमा छौँ। हाम्रो चाहिँ यहाँ यस्तो छ। यता चाहिँ यहाँ कार्यक्रम सुरु हुन लाग्यो। अब यहाँ आएको खास गरी हामी यहाँ चाहिँ प्याक भइसकेको छ अलरेडी। अब चाहिँ हामी यहीँ बस्न लागेको। यहाँ चाहिँ तर होइन त्यस्तै छ। सेकेन्ड लटहरू चाहिँ यहाँ आउँदै हुनुहुन्छ है। अम्मै हिँड्नु सकिँदैन कि क्या हो भनेर आउँदैछन्। आए हिरोनीहरू आए। यहाँ चाहिँ फोटो खिच्नु यत्रो हल्ला हुनुपर्छ। फोटो खिच्नु फोटो सुट सक्यो है। फोटो सुट सक्यो। लुक्नु हुनेमा को पर्नुहुन्छ हाम्रो दाई। यहाँ भिडियो अब भ्लगमा भाउजूलाई देखाउनु पर्छ। यो भ्लग अब हामी चाहिँ सबैजना भेला भएर अब खाजा खानु लागेको। यहाँ हाम्रो रोटी अब थोरै रोटी रेडी हुँदैछ। भात चाहिँ भयो देखाइहाल्नु भनेको। यहाँ पनि छ आउँदैन। यता चाहिँ हाम्रो एकदम धेरै राम्री दिदी हुनुहुन्छ। गुरिङ दिदी छ्याजलो भनिदिनु। नमस्ते छ्याजलो सेवारो। यो सेल चाहिँ कसले बनाउनु भएको? हाम्रो राम्रो दिदीले। यता हुनु यहाँ पनि छ। यो चाहिँ हाम्रो दिदीहरूले बनाउनु भएको पनि राम्रो छ। चार मिनाले बनाउनु भएको। ओ मैले होइन हौ दिदीहरूले। हामी बनाएको त एकछिनमा मात्रै हो। अब हाम्रो पिकनिक यस्तो हुँदैछ। लु सबैलाई ह्याप्पी न्यू इयर। अब चाहिँ हाम्रो यहाँ खाजा रोटीबाट सुरु हुँदैछ। ल ह्याप्पी न्यू इयर सबैजनालाई। चेयर्स। हामी मोमो सर्भ गर्न लागेको। हजुर बफ त छैन हौ। मेरो जागरिलो साथी अब टक्कसँग कसले चल्छ। अब फेरि यहाँ हाम्रो हुँदैछ मोमो CFC। अगाउँछौ यतिको त खुवाइ हुनुपर्छ है। हाम्रो दाइको खुवाइ चाहिँ खत्रै यतिको हुनु पर्यो। यता फेरि यहाँ सुँगुरको मासु चबाउँदै हुन्छ। यता हाम्रो सुमनलाई एकदम हेर्दै हुनुहुन्छ। हाम्रो भेना दिदीहरू यहाँ पुरा। अनि हाम्रो मामा फेरि फाल्टैमा फिल्डमा डुबिराख्नु। हाई बेबी हेर न बेबीलाई बोलाऊ न। हाई माई बेबीले। फाइनल्ली ठाउँ चाहिँ खाली भएर अब हामी यहाँ सर्दैछौँ साथीहरू। अघि चाहिँ प्याक थियो। अघिको पनि पिकनिक टोलीहरू हुनुहुन्थ्यो। अब चाहिँ हामी यहाँ आयो। के बोकेर आयो साथीले? फाइनली हामी चाहिँ यहाँ सिफ्ट भइसकेको छौँ। अब बाँकी रहेको खाना दिन्छ। के हो यो? के बोक्नु भएको? आमा यो पैसा हो है? ए होइन फोहोर पो रहेछ त। यहाँ पैसा पनि छ। हामी पैसा पनि कमाउँछौँ नि। के भन्न चाहनुहुन्छ? पिकनिक कस्तो भयो? एकदम रमाइलो दामी भयो होइन? अनि हाम्रो दाई मामाहरूलाई पिकनिक कस्तो हुँदैछ? एकदम राम्रो। मामालाई म त एकदम नराम्रो भएको छ। किन? खाएकै छैन। ला लाजुपुङ। यो चाहिँ खाँदा चाहिँ रमाइलो हुन्छ। स्वास्थ्यको लागि हानिकारक। माइजू हेर्नु है यहाँ मामाको त यहाँ। लु जाउँ। अब चाहिँ हामी यहाँबाट फाइनली गइसक्यौँ। मेरो दाई फेरि टिकटकको स्टार हो। फेरि टिकटक स्टार हाम्रो दाई। अब कम्ती राम्रो टिकटक बनाउनुहुन्छ। हिरो दाई
वान एन्ड अन्ली हाम्रो एक मात्रै दाई सिङ्गल दाई अरू सब बेगाउनु भएको नि फेरि भाउजूहरू यस्तो हेर्दै गर्नु है हाम्रो त एकदम इमान्दार ज्ञानी हुनुहुन्छ नि पत्याउनु नि पर्यो नि अब कसले पत्याउँदैन है हाम्रो दाइलाई अब चाहिँ हामी फाइनल्ली यताबाट जाँदैछौँ पुरा प्लास्टिक फोहोर सोहोर बोकेर अब हाम्रो यता छ है त दाइ के भन्नु चाहनुहुन्छ नि हाम्रो नयाँ वर्षको भ्लगमा हजुर नयाँ वर्ष कस्तो हुँदैछ नयाँ वर्ष त आउनु लागेको छ कि होइन नयाँ वर्ष अब 2 दिन होइन दामी लागिरहेछ जस अब सुरुवात नै दामी हुन आँट्यो अब झन् सुरु भइसकेपछि त आगो बल्छ आगो बल्नै पर्यो नि स्योर ल अब यहाँ आगो बाल्नु पर्छ नि नाच्नु पर्ने हुन्छ दिदी पनि अब नाच्नु पर्ने हुन्छ ल आउनु न अब नाच्नु पर्ने यहाँ कुन गीत बज्दैछ भन्नुहुन्छ होला तपाईँहरूले एकदम हाम्रो चाहिँ यहाँ लिम्बू गीत मात्रै बजिरहेछ है आज दिदीले बुझ्नु भएको छैन होला ल है त यसरी नै इन्जोय गर्नु सबैजनाले ल ह्याप्पी न्यु इयर यता फेरि टिकटक आइडी के छ भन्नुहुन्छ भने एउटा फुल छ अनि एउटा फुल र पुतली छ है सर्च गरेर हेर्नु होला टिकटक खतरा बनाउँछ नि मेरो साथीले मान्छे राम्रो हो कि लुगा राम्रो हो कि के भन्न चाहन्छ तपाईँहरू मान्छे राम्रो हो कि लुगा राम्रो हो कि चस्मा राम्रो हो कि साथीहरू अब हामी चाहिँ फोटो खिच्न जानु लागेको सबैजना आफ्नो आफ्नोसँग फोटो सुटै हुँदैछ यहाँ पनि त्यस्तै अब बहिनी र म पनि चलिदिएको फोटो खिच्नु र फोटो चाहिँ राम्रो आउँदैन जस्तो लागिरहेछ कस्तो हुँदैछ तिनीहरू पिकनिक बना पिकनिक बल्ल खाइ त सक्यो अब रमाइलो गर्नै बाँकी छ हामी चाहिँ बल्ल आएर खाएर अब बाँकी छ रमाइलो गर्न बाँकी तर फोनमा चार्ज छैन हाम्रो चाहिँ फेरि यहाँ खालको फोटो सुट हुँदैछ यो साथीहरू यता फाल्टे हाम्रो दाइहरू सबै यहाँ फेरि मामा टिकटक बनाउन आँट्नु भएको त खतरा गीतमा यता फेरि डान्स हुँदैछ हाम्रो डान्स अब है फोटो खतरा हालिदिन्छ यहाँ दिदी टिकटक बनाउँदै हुनुहुन्छ अब मेरो मामाको टिकटक आउनै लाग्यो है यतिको चाहिँ हुनु पर्यो है यतिको चाहिँ सबैको आफ्नै हुन्छ साथीहरू के गर्नु र मेरो मामाको चाहिँ फेरि टिकटक कहिले आएन टिकटक खोइ यतिको चाहिँ हुनु पर्यो है यतिको जोस नयाँ वर्ष है अब यहाँ सबैजना नाच्नुको लागि रेडी ब्याग फुकालेर एकदम रेडी हुनुहुन्छ हाम्रो मामा आइदे सुङनामे भएर हार मान्नु भएको सुङनामे मामा हार मान्नु भएको सुङनामे मामा हार मान्नु भएको कहिले मान्छ हो सुङनामको नाच्नु के ढोल नाच आउँछ धान नाच आउँछ ए आँखा दिन्छ लु अब डान्स ब्यासी साल हो दिनु ने राजु मैम ने राजु मैम वाउ मान्छे राम्रो हो कि गीत राम्रो हो कि टोपी राम्रो हो कि हाम्रो मामाको वाउ माइजूले एकदम यहाँ हेर्दै हुनुहुन्छ भने यो माइजूको लागि यो गीत ताली
चाहिँ सक्यो यहाँ चाहिँ के हुँदैछ यहाँ चाहिँ हाम्रो एकदम पालम भइरहेछ हाम्रो एकदम के भन्छ कल्चरल हाम्रो संस्कार अनुसार हाम्रो यहाँ हुँदैछ हाम्रो परम्परा संस्कार अनुसार भुलेको छैनौँ हामीले यही देखेर हामी पनि सिक्दैछौँ बिर्स्यो अलिकति हामीसँग थियो जस पस्किने समय हामीलाई मिल्यो है हजुर यसैमा लाग्यो खुसी लाग्यो परदेशमा आएर पनि हैन आफ्नो संस्कारलाई संस्कृतिलाई बचाउने सन्दर्भमा एक दुईवटा पालाम गाएर पनि खुसी मनाउनु पाइयो यसैमा खुसी लागेको खुसी अब आउँदै नआएको के गर्यो ठिकै छ तपाईँ के भन्न चाहनुहुन्छ सम्पूर्ण विदेशमा एकदम राम्रो आज नयाँ साल अब मानेलुङ्गी नेपालको नयाँ सालमा भेटघाट भयो एकदम खुसी लाग्यो हामीलाई पनि एकदम खुसी लाग्यो समुदाय आफ्नो संस्कार समिदायको यो चाहिँ कुन डान्स हो नि अब सुमनलाई वाटे हाक्छ दाइहरू लिम्बू हो नि त लिम्बू यस्तो जबरजस्ती खानेमा मर्नु हुँदैन यतिको जस हुनुपर्छ है यतिको चाहिँ यतिको चाहिँ हुनु पर्यो सिटी दाइ पनि जानु न अभिभावकहरू मात्रै ल तपाईँहरू मात्रै खुर्के तल तल चाहिँ खुर्के हिरो भएर यताबाट नाच्नु छिटो यहाँ हाम्रो अर्को यहाँ गेम सुरु हुन लागेको छ दाइहरू रेडी हुँदै हुनुहुन्छ है त छिटो न हौ यहाँ चाहिँ हाम्रो पुरा यहाँ सानोको एकदम बचपनको यादहरू पुरा ताजा हुँदैछ हाम्रो दाइहरूको बच्चा यसरी खेलिन्छ नि त अब यहाँ राख्नु भएन छोड्नु भएन ल
मेरो साउन्डलाई चाहिँ पुरा इग्नोर गरिदिनु होला है त यहाँ हेर्नु होला हाम्रो दाइहरूको पुरा ल एकदमै चढ्दैन लु 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 गयो है गयो दियो है दियो यता रिएक्सन पनि देखाउन मिना लास्ट राउन्ड को विनर हाम्रो सुभाष दाइ विनर फेल दाइ म त आफै लडेको हैन लाहौ भएन अहिले छोडेको थिएँ नानी लडे पनि बस भयो नि त सुभाष दाइ हाम्रो फर्स्ट हुने हाम्रो सुभाष दाइ एकदम यङ बोय कस्तो भयो त नि भालेजु दाइ मामा दाइ गलियो के भन्नु चाहनुहुन्छ आएको भालेजु दाइ गेममा के भन्नु चाहनुहुन्छ भालेजु दाइमा भाले जुदाइमा अब हाम्रो समीर सरले अब नसकेर आफै लड्नु पो हार्यो तपाईँ केमा चुक्नु भयो म त नसकेर हो ठिकै छ कोसिस गर्नुभएको यतिको उमेरमा हाम्रो मामाले दिनै भएको प्रयास गरेको हो गरेको यतिको हुनु पर्यो ल हाम्रो चाहिँ यहाँ हाडी फुटाइ हुन लागेको छ तर हाडी नभएर चाहिँ साथीहरू एकदम खुट्टाले हान्दै हुन्छ बोतल चाहिँ उहाँ छ हाडी यो भयो भने अब लट्ठी चाहिँ खुट्टाले हान्ने ए लट्ठी त्यसले हुन्छ यहाँ चाहिँ हाम्रो हाडी फुटाइ रेडी हुँदैछ है गयो है गयो अलिक पर पर अलिक पर अलिकति पर हाडी फुटायो है फुटायो दियो 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 सिधै छ ल हानु फुटायो फुटायो आउनु लु आउनु भयो दाइ आउनु आउनु गन्दै हुनुहुन्छ फुट्यो सिधा आयो आयो सिधै आउनु सिधै दाइ सिधै अघि गनेको अनुसार जानु न हेर्न खोज्दै हुनुहुन्छ दाइले अब 2-3टा पाइ हाम्रो रोशन दाइको पालो आउँदैछ घुम्ने पालो यता फेरि कति ट्राई गर्नुभएको फुटाउने सोचमा हुनु हाड एकदम फुटाउने सोचमा हुनुहुन्छ छोड्नु अलिकति पर दाइ साँच्चै
अब हाम्रो डन मामाको पालो आउँदैछ करोडपति एकदम एकछिन है लाज लाग्छ ए हाम्रो धनी मामाको पालो आउँदैछ एकदम करोडपति ल ल छुटै हाम्रो धनी मामालाई रिच मामालाई अब एक दुई पाइला हान्नु हाम्रो दाइले त झन् अब चाहिँ फिक्स फुट्छ होला आउनु लु अब चाहिँ दाइ प्लिज दाइ प्लिज अब अलिकति एक स्टेप अगाडि एक स्टेप हो अलिक एक दिनु यहाँ चाहिँ हाम्रो टोपी लुगा हुँदैछ अब टोपी लुगा गेम सुरु भयो है त साथीहरू ल यहाँ हाम्रो यहाँ टोपी अब बस्नु सबैजना पछाडि हेर्यो भने बिउको त रक्सी त्यो पनि मलाई चाहिन्छ त्यहाँ गएर बसिहाल्नु गएर बस्नु न थाम्नु भएन त नि हाम्रो दाइ आउट दाइले हात पारिसक्नु भएको छ अब कुदिसक्नु भयो अब दिदी कुद्नु छिटो मिस भइगयो मारी गयो नि यहाँ दिदी अब जानु बिचमा मरिहाल्नु पो अब के अब त गफ नगर्दा नि हुन्छ अब गए मठारे गयो हेर्नु पाइएन हेर्नु पाइएन घुमे हेर्नु भयो है ज्याली कसैको नराखेकोमा राख है के हौ तिमीले नराखेको राख दिदी अब कस्तो हात भएन यो चाहिँ हाम्रो हाँडी हो हाँडी पनि फुटिसक्यो यस्तो डेट एक्सपायर भइसक्यो अब यहाँ हुँदैछ Get out! गेट आउट भएको गेट आउट भएको यो त राम्रो कुरा गरे हो हेर्नु न
मान्छे त लडेको भयो त लु ओइ हात यसो नगर त लम अलै पिग बेबेन भयो घटेर यति भइरहेछ त्रिकै हो यो भाइ कस्तो लागिरहेछ सँगसँगै मरेर सुरुचोटीमै जानु भएन हाम्रो दाइ त अब चाहिँ मात्र यतिजना हुनुहुन्छ को हुन्छ विनर आजको गेम चाहिँ एकदम राम्रोसँगले भयो थकित एकछिन अन्तिम फेल भयो होइन आज पनि तिनटैमा फेल म कहिले फेल हुन्छु हाम्रो धनी मामा फेल मेरो के फेल हुन्छ भन्दाखेरि करोडपति मामा टोपी कति करेटको हो टोपी झिङ्गा आयो के यहाँ अनि टोपी चाहिँ कहाँबाट मगाउनु भएको यस्तो यो भनेको त बाफ्रे म त धजले मार्केट खाएको त फेरि पिकनिकमा त जहिले पनि छिटो देखा न मेन हिरो भयो कावा कुदेका छिटो देखा नि छिटो खेने आफै खेम कि इन्जा बिचा मेला खेनेसँग नुबाको कावाको खेनेको मेन हिरो रि त इन्जा बिचा मेला खेनेसँग बेगा सोबोङ सबाउ बोङ खेने कापु बना है नि बक्ति हेर्ने लाङमा पुङ गाइको ढले मार्केट खाइसक्यो यतिको त नाच्नै पर्यो नि सबैजनाको डान्स गेम पछाडि खतरा बेजोर प्रस्तुति पछाडि यहाँ खाजा हुँदैछ फेरि अब चाहिँ यहाँ हजुर ए सबैले चटपटी पार्नु बनाउने हजुर दिदी चटपटी र सेकुवा खाने यहाँ हुँदैछ तयारी खै के तपाईँको सेकुवा मुरी फुल्यो है सेकुवा खै तिमीले सेकुवा खाएन सेकुवा ह्याप्पी न्यू इयर हाम्रो सिङ्गर दाइ बाजेहरू You who thought life? This is really life, you know? सेवेज बाजे हुनुहुन्छ यहाँ करोडपति बाजे King of the Christian. Right now. Always at that time. I cannot. पुलिसले समाधान दिएको पुलिसले पक्रेर के गर्छ हौ माफुसे कति पक्रेर यहाँ हुनुहुन्छ हाम्रो आलुदम वाली आलुदम सर्भ गर्दै हुनुहुन्छ यो चाहिँ बाइ द वे मिना माङ्खेराले कुक गरेको पनि हो यहाँ आलुदम चाम्रे चाहिँ खोइ त यति मात्रै दाइ आलुदम ला खोइ हेर्नु हाम्रो दाइको भात यति मात्रै छ त चाम्रे त भएन हाम्रो दिदी चाहिँ चाम्रे भात सर्भ गर्दै हुनुहुन्छ
हाम्रो शोभा दिदी खै त लाग्छ यता फेरि हिल खाऊ एनर्जी बढाऊ मामा अनि यहाँ के खानु मन पर्छ यहाँ तपाईँको फेभरेट के हो भन्नु मेरो फेभरेट यही हो कुन हो गुन्द्रुक होइन अर्ग्यानिक यो चाहिँ हाम्रो अर्ग्यानिक खाना है सबैजना हेर्नु होला हाम्रो पहिलेदेखि चलिआएको हाम्रो खाना यही हो हाम्रो दाइहरूले चाहिँ पुरा लिम्बू गीत गाउँदै हुनुहुन्छ सुमन दाई खानुपर्छ है खानुपर्छ दबाउने हो खाएर सुत्ने हो नाइट ड्युटी होइन सुत्नु भएको छैन होइन अब एकचोटि खतरा नाच्ने हो होइन ल ल ल सबैजनाले खाना इन्जोय गर्नु होला ल ल ल त्यहाँ के हुँदैछ दिएको अब चाहिँ हाम्रो लगभग अन्त्य भइसकेर यहाँ पुरा सरसफाइ कार्यक्रम हुँदैछ यस्तरी सरसफाइ हुँदैछ है फेरि हाम्रो चाहिँ हामी खाएर फोहोर पारेर चाहिँ जाँदैनौँ नि हाम्रो दाइहरूलाई यहाँ एकदम भाउजूहरू साह्रै लक्की हौ अहिले यसरी सफा गर भने म पनि गर्न आँटेको अब भिडियो मात्रै गर्दैछ नभन्नु हामी चाहिँ अब यहाँ साथीहरू सबैजना घर जानको लागि तयारी ल बाई बाई अब हाम्रो दाइहरू चाहिँ गइसक्नु भयो हामी चाहिँ अब ट्याक्सीमा जाने ट्याक्सी पर्खिरहेछौँ साथीहरू आज मात्रै हाम्रो पार्टी कस्तो गयो मतलब हाम्रो पिकनिक कस्तो गयो हेरेर भनिदिनु होला कमेन्ट गरिदिनु होला यति भन्दै आजको लागि बाई ल बाई बाई